नमस्ते साथीहरू, आज फेरि म एउटा अर्ग्यानिक चिज देखाउन हजुरहरूलाई गइरहेको छु। त्यो चाहिँ यहाँ हेर्नु होला, यो हो। यहाँ हेर्नुहोस् त, यो के हो? हजुरहरूले पनि चिन्नुभयो होला। मौरीको आज चाहिँ मौरीको चाका काटेको। हिजो चाहिँ हाम्रो घरमा पनि निकालेको थियो। हाम्रो चाहिँ डुट सानो छ र अन्त एकजना भाउजूकोबाट पनि ल्याएको। आज चाहिँ दुइटै मिलाएर मैले देखाउँदैछु। त्यो चाहिँ चाका हो, यो गुटहरू भएको। अनि यो चाहिँ पुरै मह हो नि, दुई घरको। यो चाहिँ उहाँहरूले पनि आधी दिनुभएको हामीलाई, अन्त हाम्रो घरको पनि हो। अहिले म निकालेर चाहिँ हजुरहरूलाई यो देखाउँछु। हेर्नुहोस् न कस्तो उयो मौरी पनि आइरहेको छ। म अरू चाहिँ अहिले देखाउँछु तपाईँलाई, म निकालिसकेपछि है। साथीहरू, हाम्रो मौरी चाहिँ 4 महिना अगाडि आएको, डिसेम्बरमा आएको हो। हामीले चाहिँ 2 पल्ट मह निकालिसक्यौँ। हाम्रो चाहिँ हेर्नुहोस् न, डुँड नै सानो छ र एकदमै। मौरीलाई एकदम मौरी ज्यादा भयो, डुँड चाहिँ सानो भएर हेर्नुहोस् न। मैले चाहिँ यसरी महहरू निचार्नु सुरु गरिसकेँ। यहाँ चाहिँ बच्चा र कुटहरू चाहिँ पार्नु हुँदैन, नभए मह बिग्रिन्छ भने ढुस्से आउने बेर पनि लाग्दैन। यसरी निचार्नुपर्छ त्यसलाई हेरी। अब चाहिँ हाम्रो मह रेडी भइसकेको छ। 2 बोतल निस्क्यो। यो एउटा चाहिँ 500 ग्रामको बोतल हो र अर्को चाहिँ 750 ग्रामको बोतल हो। 2 बोतल निक्ल्यो। यो चाहिँ भाउजूको घरबाट दिनुभएको र हाम्रो लगाएर। र साथीहरू, मलाई चाहिँ गार्डनिङ जस्तै यो मौरी पालन पनि एकदमै रहर लाग्छ र मौरी पनि प्रायः हुन्छ नै हाम्रोमा 1 डुँड जति चाहिँ। र म आफै काट्थेँ पनि, अहिले चाहिँ मेरो मेरै हस्बेन्डले काट्नुहुन्छ र उहाँलाई नै छिमेकी भाउजूले पनि बोलाउनुहुन्छ र काट्नुभएको एकदम प्योर अर्ग्यानिक हनी मह। लु हेर्नुहोस् साथीहरू, आजको यो मेरो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो? मन परेमा अवश्य लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु नबिर्सिदिनु होला। यति भन्दै आजको यो मेरो भिडियो चाहिँ समाप्त